नमस्कार साथीहरू, आज चाहिँ हामीहरू ललितपुरको दक्षिणी भेग अथवा महाङ्काल र कुञ्जोसोम गाउँपालिकाका विभिन्न क्षेत्रहरू जस्तै कालेश्वर महादेव, गोटीखेल र तामाङ लुङतोङ गुम्बाको भ्रमणमा आएका छौँ। यस भिडियो मार्फत हामी त्यस ठाउँको जानकारी साथै त्यहाँ पुग्ने बाटोको पनि जानकारी दिनेछौँ। अन्त्यसम्म हेरिदिनुहोला। अब चाहिँ साथीहरू, हामी ललितपुर जिल्लाको साडो बाटो चोकमा आइसकेका छौँ। यहाँबाट चाहिँ करिब 150-200 मिटर अगाडि चाहिँ हाम्रो नक्खीपोट चोक छ भने त्यहाँबाट चाहिँ हामी यो रिङ रोडलाई छोडिकन देब्रेतर्फ लाग्दाखेरि हाम्रो साडो बाटो चापागाउँ सडकलाई समातेर 13 किलोमिटरमा हामी चापागाउँ पुग्छौँ भने हामी काठमाडौँबाट करिब 50-52 किलोमिटरमा हामी आजको हाम्रो गन्तव्य गोटीखेल पुग्छौँ र त्यहाँबाट हाम्रो माथि कालेश्वर महादेव 6 किलोमिटरमा पुग्नेछौँ। अहिले चाहिँ हामी आइपुगेका छौँ यो नक्खीपोटको हामी यो पेट्रोल पम्पमा तेल हालेर हामी चाहिँ अब अगाडि बढ्छौँ। यहाँबाट चाहिँ 38 किलोमिटरमा हाम्रो गोटीखेल छ भने यो रिङ रोडबाट यो चापागाउँ 13 किलोमिटरमा छिर्ने साडो बाटो चापागाउँ सडक हुँदै हामी चाहिँ अगाडि बढ्छौँ र अबको 2-2.5 घन्टामा हामी चाहिँ अब यहाँबाट गोटीखेल पुग्छौँ। र यस ठाउँलाई चाहिँ हाम्रो सुनाकोठी भनिन्छ। यहाँबाट चाहिँ अब हाम्रो चापागाउँ करिब 5 किलोमिटर अगाडि पर्दछ भने हामी चाहिँ साडो बाटो चोकबाट हिँडेको करिब 15 मिनट भइसकेको छ। यता बिहानै पख यस बाटोमा थोरै चलपल देखिए तापनि खासै धेरै भिडभाड चाहिँ हामीले देखेका छैनौँ। यहाँ गाडीहरू ठिकैको मात्रामा मात्रै हिँडेको हामीले पायौँ। अब चाहिँ यस ठाउँलाई चापागाउँ भनिन्छ। यो चाहिँ साडो बाटो चोकबाट करिब 13 किलोमिटर टाढा रहेको छ भने यहाँ चाहिँ पुरानो नेवार बस्ती पनि हामीले देख्न सकिन्छ। त्यसकारण यताका वरिपरि घर हामीले हेर्न सक्छौँ। यो चाहिँ पुरानो नेवारी शैलीमा बनेको घरहरू मात्रै देखिन्छ यहाँ। र यो चापागाउँ बजारबाट चाहिँ हाम्रो लेले, भारदेउ, चौघरे, भट्टेडाँडा जस्ता विभिन्न ललितपुरका ठाउँहरूका लागि पनि बस छुट्ने गरेको पनि हामीले पाइन्छ। यहाँबाट चाहिँ अब हाम्रो लेले करिब 8-9 किलोमिटर टाढा छ र हाम्रो यो लेले सडकबाट चाहिँ अगाडि दाहिनेतर्फ लाग्दाखेरि टिका भैरव हुँदै हाम्रो हेटौँडा पनि करिब 80-82 किलोमिटरमा पुगिन्छ भने आज चाहिँ हाम्रो गन्तव्य गोटीखेल चाहिँ हाम्रो यहाँबाट करिब 37 किलोमिटर पर्दछ। साथीहरू र हामी चाहिँ अहिले चापागाउँ लेले सडकमा आएका छौँ। यो बाटो चाहिँ पुरै कालो पत्र गरिएछ र यो बाटो चाहिँ 4 लेनको पनि बनिएको रहेछ। त्यसकारण चापागाउँबाट लेले चाहिँ हाम्रो पुग्न अब 8 किलोमिटरको बाटो लगभग 10-12 मिनटमै पुग्न सकिन्छ। त्यसै गरी यो बाटोमा 2081 सालको पहिरोले गर्दा यो बाटो केही क्षतिग्रस्त भए तापनि अहिले पुनः 4 लेनमै यो बाटो सञ्चालनमा आइसकेको छ, जसले गर्दा चाहिँ यात्रुहरूलाई थप सहयोग मिलेको पनि हामीले पाएका छौँ। यो चाहिँ हाम्रो पर्यो लेले बस पार्क। लेले बस पार्कबाट चाहिँ हाम्रो ललितपुर जिल्लाको कुञ्जोसोम गाउँपालिकाका विभिन्न ठाउँ साथै महाङ्काल गाउँपालिकाका नि विभिन्न ठाउँहरू जान सकिन्छ। आज चाहिँ हामी गोटीखेल कालेश्वर महादेवको दर्शन गर्ने भएकाले यसै ठाउँबाट गोटीखेलको पनि हाम्रो बस बिहानै लाग्ने गरेको छ। साथै यो बाटो चाहिँ हाम्रो 8-9 वर्ष अगाडि कालोपत्र गरिए तापनि यो बाटोलाई राम्रोसँग मेन्टेन नगरिएकाले अहिले चाहिँ यो कालोपत्र गएर यो बाटो चाहिँ केही हदसम्म जीर्ण भएको छ। त्यसकारण ठुलो गाडीमै आउन चाहिँ हामी सबैलाई सजेसन पनि दिन्छौँ। अब चाहिँ हामी आइपुग्यौँ यो माथि ठ्याक्कै तल लेलेबाट 3 किलोमिटर माथि र यहाँ चाहिँ जङ्गल हामी देख्न सक्छौँ। यो म 1 वर्ष जति अगाडि आउँदाखेरि चाहिँ यो बाटो पुरै खत्तमै पारेर यो एक जमानामा बनाए पिच थियो नि, भत्केर खत्तम भएको थियो। अहिले आउँदा चाहिँ यो जति दामी कायदा पिच चाहिँ मैले कहीँ भेटिनँ। त्यस राम्रो बाटो बनेर रहेछ है त साथीहरू, आउनु छ भने यो
गोटीखेल लेले सडक। अब चाहिँ यो बाटो चाहिँ अघि हामीले पिच भेटाए तापनि अब चाहिँ पुरै कच्ची हामीले पायौँ। यसो हेर्दाखेरि चाहिँ यो बाटोमा पहिलाको पिचको थोरै निशानी पाए तापनि यो बाटो चाहिँ जीर्णै भइसकेको हामीले पायौँ। यो बाटो चाहिँ निर्माणाधीन क्रममा देखिए तापनि यो बाटोमा चाहिँ सानो गाडीलाई आउन बर्खाको समयमा विशेष गरी साह्रै अप्ठ्यारो पर्ने नि हामीले पायौँ। वरिपरि सल्लाहको रुखले घेरेको यो बाटोलाई हिलो बसे भने यो बाटो धेरै चिप्लो हुने पनि हामीले अनुमान लायौँ। त्यसैले यो बाटोमा हिँड्न चाहिँ हामी हिउँदको समयमा मात्रै आग्रह गर्दछौँ। साथै सानो गाडीलाई पनि यो बाटोमा केही समस्या देखिने पनि हामीलाई लागेकै छ। त्यसकारण सोचेर मात्रै यो बाटो हिँड्न अनुरोध गर्दछौँ। हाम्रो च्यानलबाट यस्तै भिडियोको अपेक्षा गरिराख्नु भएको छ भने हाम्रो च्यानललाई सब्सक्राइब गर्नुहोला र हाम्रो च्यानलबाट आउने नोटिफिकेसनलाई नबिर्सिनुहोला। धन्यवाद। ल भिडियो चालु गरौँ। यो बाटो चाहिँ हेर्दा नाजुकै देखिन्छ। यो बाटो चाहिँ धेरै अगाडि पिच गरिएको थियो भने अहिले चाहिँ पिच पुरै भत्किएको छ। अहिले चाहिँ हामी यो तल भारदेउ 1-2 किलोमिटर तल छ। यो चाहिँ हामी माथिबाट यो माथि नल्लुको भन्ज्याङबाट हामी तलतिर झरिरहेको छौँ। यो ठाउँमा चाहिँ बाटो अलिकति खराब पायौँ। त्यही पनि यहाँ देख्न सकिन्छ हल्का यहाँ पुरानो पिच भएको निशान। अनि आज चाहिँ हामी यहाँ हाम्रो साथमा हुनुहुन्छ हाम्रो प्रिय जितेन्द्र दाजु। उहाँले चाहिँ आज हामीलाई लग्नुहुनेछ हाम्रो प्रसिद्ध कालेश्वर महादेव र गोटीखेल। अनि अब हामी चाहिँ यहाँबाट अब 10 मिनट जतिमा पनि लाग्दैन होला भारदेउ पुग्न। त्यहाँदेखि अब 1 घन्टा जति लाग्ला गोटीखेल पुग्न। आजको हामीले खाना पनि त्यहीँ खान्छौँ। आजको हाम्रो मेन ठाउँ त्यहाँदेखि कालेश्वर महादेव माथि डाँडामा छ है त। अब यहाँबाट चाहिँ हाम्रो भारदेउ 1-2 किलोमिटर जति अगाडि छ र यता वरिपरि पनि हामीले पिच्चै बाटो पाएनौँ है। र करिब हाम्रो लेलेबाट 8.2 किलोमिटर भए तापनि झन्डै आधा घन्टा लाएर अब चाहिँ हामी आइपुग्यौँ यो भारदेउको वडा नम्बर 5 चाहिँ कार्यालय रहेछ। यो कुञ्जसम गाउँपालिकाको 4 भन्दै थिएँ 5 चाहिँ रहेछ। र यो चाहिँ मेन मुख्य भारदेउ बजार भयो। यहाँ चाहिँ थोरै ठाउँ ढलान र थोरै ठाउँ चाहिँ पहिलाकै पिच गरिएको रहेछ जुन चाहिँ अहिले भत्किसकेको छ। र यहाँबाट चाहिँ हाम्रो देब्रेपट्टि माथि 55 झाले रिसोर्टतर्फ जान्छ भने हाम्रो सिधा अगाडि चाहिँ हाम्रो यहाँबाट करिब हाम्रो 24-25 किलोमिटरमा हामी चाहिँ यहाँबाट गोटीखेल पुग्छौँ। अब चाहिँ हामी भारदेउबाट माथि उकालो लागिरहेका छौँ र यो बाटो चाहिँ अहिले पनि हामीले पिच चाहिँ पाएनौँ। हामी तल देख्न सकिन्छ भारदेउ बजार तलपट्टि छ भने हामी चाहिँ निरन्तर माथि सिगाने भन्ज्याङतिर गइरहेका छौँ। अहिले बल्ल हामीले एउटा बस आइरहेको देख्यौँ। नत्र यो बाटो चाहिँ हामीले अघिबाट हेर्नु पर्दाखेरि चाहिँ सुनसान थियो। बल्ल यो गोटीखेलबाट आएको बस हामीले पायौँ र यो बस चाहिँ अहिले यसो हेर्दाखेरि चाहिँ कचाकचै भरिएको चाहिँ हामीले पायौँ है त साथीहरू।
अहिले चाहिँ हामी यो आइपुग्यौँ सिगाने भन्ज्याङ। यो सिगाने भन्ज्याङबाट चाहिँ हाम्रो यो बाटो हुँदै हाम्रो गोटीखेल पुग्दो रहेछ भने यहाँबाट चाहिँ अब हामी देख्न सकिन्छ यहाँ पारिपट्टि चाहिँ हाम्रो यो सिगाने भन्ज्याङबाट उता गएको खण्डमा चाहिँ हाम्रो उता कुन्जेसम गाउँपालिका हुँदो रहेछ। यो यतापट्टिको यो बाटो हुँदै यो कुन्जेसम गाउँपालिकाको केन्द्र चौक भइ पुग्दो रहेछ नि। यहाँ चाहिँ अब हाम्रो उता गोटीखेलतिर लाग्छौँ, गोटीखेल कालेश्वर महादेवतिर। यहाँ चाहिँ हाम्रो भारदेवबाट करिब 25 मिनट जति अथवा झन्डै आधा घन्टा लाग्यो हामीलाई यहाँ आउनसम्म चाहिँ है त। र यो चाहिँ हामी सिगानी भन्ज्याङबाट नि अब ओह्रालो लागिरहेछौँ। यहाँबाट चाहिँ फेरि अझै 2-3वटै डाँडा कट्नुपर्छ हाम्रो उता गोटीखेल पुग्नको लागि चाहिँ। तर चाहिँ हामीले त्यसको बावजुद पनि हामी अहिले निरन्तर अगाडि बढिरहेका छौँ। यहाँ सिगाने भन्ज्याङ करिब हामीलाई आउन भारदेवबाट चाहिँ आधै घन्टा समय लाग्यो। उकालो थियो, कच्ची थियो, तर नि हामीलाई चाहिँ आधै घन्टा समय लाग्यो। अब यहाँ आउँदाखेरि हाम्रो 9:20 भएको छ। यहाँबाट हेरौँ अब हाम्रो गोटीखेल पुग्न ठ्याक्कै कति टाइम लाग्छ। र यतापट्टि चाहिँ हामीले थोरै पिचको सङ्केत पायौँ, जुन चाहिँ पुरानै पिच भनेर पनि थाहा पायौँ। चाहिँ पुरानै पिच नभएको अहिले थोरै बचेको भाग रहेछ। र अगाडि पनि निरन्तर बढ्दाखेरि यहाँ ठाउँमा हामीले चाहिँ पिच पुरै बाटैभरि फैलिएको पिच पनि ठाउँ पायौँ है त। र यहाँ चाहिँ लेखिए अनुसार हाम्रो कुन्जेसम गाउँपालिका सकिएर महाङ्काल गाउँपालिका सुरु भयो। र यहाँबाट चाहिँ हामी लेलेबाट आएको 16 किलोमिटर भएछ भने चाहिँ हाम्रो यहाँ गोटीखेल अझै त्यति नै 15 किलोमिटर चाहिँ बाँकी रहेछ। लेखिएको छ महाङ्काल गाउँपालिका ललितपुर। अहिले चाहिँ हामी यो महाङ्काल गाउँपालिकाको सुरुवाती बिन्दु र कुन्जेसम गाउँपालिकाको अन्त्यबिन्दुमा आइपुगेका छौँ। यो बाटोबाट चाहिँ हामी देख्न सकिन्छ यो बाटो चाहिँ गोटीखेल जान्छ भने यहाँ यो लक्ष्यवास जान्छ यतापट्टि चाहिँ हाम्रो गुर्दुम भन्ने एउटा ठाउँ जाँदो रहेछ। गुर्दुम सायद दुर्लुङतिर हो कि अब खै कता हो। यहाँबाट चाहिँ लेले जाँदो रहेछ। अहिले चाहिँ हामी लगभग लेलेबाट चाहिँ हाम्रो 1-1.5 घन्टा भयो। 1-1.5 घन्टामा चाहिँ हामी जम्मा 16 किलोमिटर आयौँ। यहाँबाट अब त्यति नै लाग्ला अब गोटीखेल, किनकि यहाँभन्दा राम्रो बाटो त छैन। बरु लेलेबाट माथि 3-4 किलोमिटर बरु पिच थियो। र यो बाटोमा चाहिँ हामीले सिगाने भन्ज्याङबाट निकै ओह्रालो झर्दा मात्रै थोरै मान्छे भेट्यौँ यहाँनिर फेरि। र यो बाटो चाहिँ अहिले हेर्दाखेरि साह्रै सुनसान यो ठाउँ, पुरै घना जङ्गल रहेछ यतापट्टि, साह्रै सुनसान छ। अहिले चाहिँ हामी यस्तो ठाउँमा आइपुग्यौँ यो महाङ्काल गाउँपालिकाकै मध्यमार्गी यतातिर रे गोटीखेल यो माथि भयो। यो लेले चापा गाउँको बाटो चाहिँ यो हो। गोटीखेल चाहिँ अब खै फेरि माथि नै उकालो लागेको हामी देख्छौँ। खै अब कति उकालो ओह्रालो गरिन्छ। यतापट्टि चाहिँ अलिक सुपर र मौसम चाहिँ यतापट्टि अलिक खराबै देखिरहेको छ। हेरौँ बाटो अब कस्तो छ थप। र यो ठाउँ चाहिँ सानो, यहाँ 3-4 टहरा, यतापट्टि पनि सानो गाउँ जस्तो, त्यो नि पहिरो सहिरोले बगाएको। यहाँ माथिबाट आएर हेरौँ अब के हुन्छ। र यो हामी चाहिँ बाटोबाट निरन्तर अगाडि बढिराख्दाखेरि चाहिँ हाम्रो यतापट्टि चाहिँ अघि फाटाफुट्टा गाडी चलेको बाहेक चाहिँ गाडी चलेकै चाहिँ हामीले पाएको छैनौँ। तर नि हाम्रो यसो हेर्दाखेरि चाहिँ यतापट्टि चाहिँ हल्का फुस्रो माटो भएका कारण यहाँबाट चाहिँ पहिरो झरेको पनि हामीले 3-4 ठाउँ पाएका छौँ। तथापि हामी निरन्तर यो बाटो अगाडि बढिरहेका छौँ। पिचको भने नयाँ पिचको कहीँ सङ्केत भेटिएन यो बाटोमा आज। र यहाँबाट अगाडि करिब अब 8-9 किलोमिटरमा गोटीखेल हामी तर्फ अगाडि बढिरहेछौँ। र हेरौँ अझै अगाडि हामीले कस्तो बाटो पाउनेछौँ, कति अब चाहिँ यहाँबाट उकाली ओह्राली गर्नेछौँ र ठ्याक्कै कति मिनट चाहिँ लाग्नेछ भनेर है त। त्यही भएर भिडियोलाई चाहिँ आजको यो सामग्रीलाई चाहिँ अन्त्यसम्म हेरेर चाहिँ मन पराइदिनु होला। हस्।
यो चाहिँ अहिले हामी आइपुग्यौँ रातमाटे। यहाँ तलपट्टि गाउँ पनि रहेछ, सानो गाउँ यहाँ। अनि त्यसपछि यहाँबाट चाहिँ हाम्रो के लेखा छ भने वडा नम्बर 4 कार्यालय बतासे। यो बाटो चाहिँ हाम्रो बतासे डाँडामा चाहिँ यो लुङतोङ गुम्बा रहेछ तामाङको, हेर्न लायक। यो चाहिँ 10 किलोमिटर माथि रहेछ। अनि यो बाटो हुँदै चाहिँ हाम्रो गोटीखेल, बैतडै अनि कालेश्वर महादेव पनि पुग्दो रहेछ है त यो बाटो हुँदै चाहिँ। अनि अहिले चाहिँ हामीले यसो विचार गर्दाखेरि यहाँ हामी अहिले माथि गुम्बा घुम्छौँ, गुम्बा घुमेर आएर यहाँ तल गोटीखेलमा भात खान्छौँ, त्यहाँबाट माथि कालेश्वर जान्छौँ, अनि त्यसपछि फेरि यता काठमाडौँ फर्किन्छौँ। र अहिले चाहिँ यो रातमाटे भन्ने चाहिँ माङकाल गाउँपालिकाकै रहेछ। अघि भनी हामी आइपुगेका थियौँ 10 बजे हामी रातमाटे आइपुगेका थियौँ। त्यहाँबाट हामीलाई ठ्याक्कै 1 घन्टामा चाहिँ हामी आइपुग्यौँ यो कालेश्वर बतासे डाँडा। यो स्तुपा रह्यो, यो प्रसिद्ध स्तुपा र पारिको त्यो तामाङ लुङतोङ गुम्बा देख्न सकिन्छ। यो तामाङ लुङतोङ गुम्बा, त्यसको तस्विरहरू पनि तपाईँहरूलाई देखाउने छु। यो चाहिँ हामी अहिले आइपुग्यौँ। यो एउटा भन्ज्याङ जस्तो ठाउँ छ। यो अलिकति ठ्याक्कै ठाउँ भन्नुपर्दाखेरि चाहिँ यो पारिपट्टि अघि हामीले छोडेको यो पारिपट्टिको डाँडा भयो भने हामी अहिले यहाँ छौँ। यो चाहिँ यस्तो ठाउँ रहेछ कि यतापट्टि पनि पुरै भिरालो रहेछ। यहाँ चाहिँ गुरु जुताउँदै रहेछ। यता चाहिँ हेर्नु त कति त। अब यो कुन चाहिँ बाटो हो यो तल जाने? सायद ठुलो दुर्लुङ उता प्युटारको बाटो हुनसक्छ यो जाने, ठ्याक्कै थाहा भएन अहिले। यताबाट चाहिँ यो डाँडा पल्लापट्टि हाम्रो भयो गोटीखेल, यतैतिर कतै यो डाँडाको उतापट्टि। र हाम्रो यात्रा चाहिँ निरन्तर चलिरहेको छ यहाँ यस्तो गाउँमा, ललितपुरको यस्तो दुर्गम गाउँमा देख्न सकिन्छ है त। अहिले चाहिँ हामी यस्तो ठाउँ आइपुग्यौँ, यो 5 बाटो माङकाल गाउँपालिकाकै। यहाँबाट चाहिँ 5 ठाउँ बाटो छुट्दो रहेछ। हाम्रो तर सबै ठाउँ ग्राभेलै छ, कहीँ पक्की चाहिँ छैन, तर ग्राभेल भए तापनि 5 ठाउँ छुट्ने रहेछ। एउटा बाटो यो मास्तिरपट्टि हाम्रो गढी भन्स्याङ हुँदै कालेश्वर छेउछाउ पुग्ने रहेछ। एउटा तलतिर जाने ठुलो दुर्लुङ ललितपुरकै पुग्ने रहेछ भनी हाम्रो यो सिधा अगाडि जाँदाखेरि चाहिँ सिधा गोटीखेल भनी हाम्रो यो हामी देख्न सक्छौँ। यो तलतिर झर्या बाटो यो चाहिँ हाम्रो चन्दनपुर जाँदो रहेछ। यो अघि हामी आएको बाटो हो भने हाम्रो यो 5 बाटोबाट चाहिँ हाम्रो एउटा यहाँ चौतारी पनि राखिएको रहेछ, यहाँ आराम विश्राम गर्नको लागि। यता वरिपरि चाहिँ यसो हेर्नु पर्दाखेरि चाहिँ सबै हुस्सुले नै ढाकेको पायौँ। र अब यहाँबाट चाहिँ सोधे अनुसार करिब 10-15 मिनटमा चाहिँ अब हामी गोटीखेल नै पुग्ने हो। यो चाहिँ हाम्रो चन्दनपुर बजार आइपुग्यौँ हामी। यो चाहिँ गोटीखेलबाट टक्रक्कै 3 किलोमिटर माथि रहेछ। यहाँ चन्दनपुर बजार चाहिँ ठिकैको ठुलो लाग्यो हामीलाई पनि। यहाँनिर चाहिँ बाटो चाहिँ पहिला उता गोटीखेलबाटै यो पहिला पिच भएको बेला यतासम्म ल्याइएको हो। र यो चन्दनपुर बजार चाहिँ आकारमा र क्षेत्रमा चाहिँ हल्का सानो भए तापनि यहाँनिर चाहिँ मान्छेको बसोबास चाहिँ हामीले अरू गाउँभन्दा चाहिँ हामीले धेरै पाएका छौँ। र यहाँबाट चाहिँ अब हाम्रो 10 मिनट पनि नलाग्नु पर्ने, 5 मिनट जतिमै यस्तो पिच आधा पिच बाटो हो भने त हामी 10 मिनटमै अब पुग्छौँ है त हाम्रो आजको गन्तव्य गोटीखेल। अब चाहिँ हामी तलतिर हामी देख्न सक्छौँ गोटीखेल बजार। यो गोटीखेल बजारलाई चाहिँ विक्रम सम्वत 2081 सालको असोजको बाढीले गर्दा यो गोटीखेल बजारको पुरै स्वरूपलाई नै जीर्ण पारिदिएको थियो त्यतिखेर। यो हामी देख्न सक्छौँ यो अगाडिपट्टिको यो खोलाको बाढीले गर्दा गोटीखेलको आधा बस्तीलाई नै बगाएर लगेको थियो। धेरै मानिसहरूलाई घरबार विहीन बनाएको थियो। कतिलाई त घरसहित नै स्वर्ग लगेको थियो भने कति मानिसहरू चाहिँ घर नभएर यो ठाउँ छोड्न पनि बाध्य भएका थिए। तर अहिले चाहिँ करिब 1-2 वर्ष भइसक्यो त्यो बाढी भएको, र अहिले चाहिँ बजार केही हदसम्म हाम्रो बजार विस्थापित भइसकेको छ। र यो हामी देख्न सकिन्छ माङकाल गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय। र हामी चाहिँ अहिले निरन्तर अगाडि खाना खाने ठाउँको खोजीमा गइरहेका छौँ। र यसो हामी गोटीखेल बजार पनि 1 राउन्ड मारेर आउँछौँ। हस्, धन्यवाद।
अहिले चाहिँ हामीले भर्खर यो गोटीखेल होटेल एन्ड गेस्ट हाउसमा खाना खाएर निस्किएको छौँ। यो चाहिँ गोटीखेल अथवा महाङ्काल गाउँपालिकाको गाउँ कार्यपालिका कार्यालय रहेछ भने यहाँ माथि चाहिँ अरू पनि विभिन्न मालपोत न्यापी सब डिभिजन 1 को कार्यालयहरू रहेछ। यतापट्टि चाहिँ हाम्रो मेन ऊ भयो, उतापट्टि चाहिँ यता हाम्रो मेन गोटीखेल बजार भयो भने यतापट्टि चाहिँ देख्न सकिन्छ पुरै 1.5 वर्ष अगाडिको बाढले पुरै घरहरू भत्काएको। अब चाहिँ हामी यो बाटोबाट यता माथि लाग्छौँ। लागिसकेपछि चाहिँ 1 देखि 1.5 किलोमिटरमा हामी यस्तो ठाउँ पुग्छौँ जहाँबाट चाहिँ हामी यो खोला तरेर चाहिँ हामी यो माथि कालेश्वर महादेवको टुप्पोमा पुग्छौँ। अथवा त्यहाँबाट नि हामीलाई टुप्पोभन्दा थोरै तलतिर हामी पार्किङमा पुग्छौँ। त्यहाँबाट चाहिँ हामीले अनि हिँडेर जानुपर्ने हुन्छ माथि कालेश्वर महादेव। 20-30 मिनट नै लाग्छ त्यहाँबाट हिँडेर। अब चाहिँ हाम्रो यात्रा फेरि सुरु गरौँ आज। यो चाहिँ हामी गोटीखेलबाट फेरि यही चन्दनपुर सडकमै अगाडि बढिरहेका छौँ र यहाँबाट चाहिँ हाम्रो कालेश्वर महादेव जाने बाटो छुट्टिएर हामी त्यतैतिर लागिरहेको छौँ। साइनबोर्डमा हेरेअनुसार चाहिँ यहाँबाट 6 किलोमिटर माथि भनिएको छ। तर अब यहाँबाट 6 किलोमिटर हामीलाई उकालो त्यो नि कच्ची बाटो कस्तो लाग्छ, कति समय लाग्छ भनेर चाहिँ अब त्यो चाहिँ हेर्नै बाँकी छ। हेरौँ अब यहाँबाट अब हामीलाई कालेश्वर महादेवको दर्शन कति मिनटमा चाहिँ हुनेछ भनेर। बाटो उकालो लागे पश्चात चाहिँ हाम्रो यहाँ थोरै केही एकदमै 100-150 मिटरको लागि चाहिँ हामीले यहाँ ढलान पनि बाटो पायौँ र यो चाहिँ उकालोकै लागि हाम्रो बनेको जस्तो लाग्यो। र यहाँबाट चाहिँ थोरै माथि गइसकेपछि चाहिँ हामीले पारिपट्टि हेर्दाखेरि हाम्रो यो गोटीखेलको पनि हामीले दृश्य देख्नेछौँ र त्यसको पनि तपाईँहरूलाई अब अवलोकन गराउनेछौँ यस भिडियो मार्फत। भिडियोलाई चाहिँ अन्त्यसम्म हेरिदिनु होला। माथि हामी निरन्तर अगाडि बढिराख्दाखेरि चाहिँ हाम्रो यो कालेश्वर महादेव जाने बाटो चाहिँ कच्ची र आज हामीले हिँडेको मध्ये नै अप्ठ्यारै बाटो हामीले पायौँ। यहाँ चाहिँ हाम्रो जङ्गल र बिचमा 1-2 फाटो गाउँ घर बस्तीको बिचबाट हामी जाँदै गर्दाखेरि चाहिँ यो हामी तल गोटीखेलबाट हिँडेको करिब 20 मिनट जति भइसकेको छ र हाम्रो अझै निकै अगाडि हिँड्नुपर्ने देखिन्छ। अझै आधा घन्टा भन्दा नि धेरै माथि हाम्रो लाग्छ जस्तो मलाई लाग्छ। र यो जङ्गलको बाटो हेर्दाखेरि चाहिँ यतापट्टि अलिक धेरै घना जङ्गल रहेछ र यतापट्टि चाहिँ विभिन्न वन्यजन्तु र यतापट्टि चाहिँ विभिन्न जीवहरू पनि पाइने हामीले पायौँ। र हामी निरन्तर अगाडि बढिराख्दाखेरि चाहिँ हाम्रो जङ्गल र हाम्रो अझ यो एल्टिट्युड झनै बढेको नि हामीले पायौँ। यो कालेश्वर महादेव चाहिँ करिब 2355 मिटरको उचाइमा रहेको पनि हामीले जानकारी पायौँ। यो चाहिँ हामी माथि आउँदै थियौँ, आउँदै बाइक लड्न खोज्यो र लड्यो नि भन्दा हुन्छ। र यहाँ चाहिँ अब माथि कालेश्वर छ, अझै यही माथि कुहिरोले छोपिरहेछ। यहाँ माथि हरेक डाँडामै लगभग कुहिरोले छोपिरहेछ, तर कालेश्वरमा चाहिँ विशेष छोपिरहेछ। अझै त्यहाँ धेरै उकालोमा चाहिँ ढलान रहेछ। यहाँ चाहिँ तर अहिले चाहिँ हामी तलबाट आएको गोटीखेलबाट आधा घन्टा अलिक धेर भइसक्यो। त्यही पनि राम्रो बाटो चाहिँ कहीँ भेटिनँ। उकालोमा चाहिँ हल्का गाह्रो बाटो थियो, नत्र भए हेर्न सक्नुहुन्छ यहाँ बाइकलाई कति कष्ट पर्छ। र आज चाहिँ एफोर्टलाई चाहिँ 10 मा 10 दिनुपर्छ आज हाम्रो जितेन्द्र दाइको। र अहिले चाहिँ डाँडा पाखा पुरै छोपिसक्यो हुस्सु र कुहिरोले। हावा बतास पनि उस्तै चलिरहेछ। हेरौँ त्यहाँ माथि गएर कस्तो हुनेछ।
अब चाहिँ हामी यो धेरै माथि आइपुग्यौँ। तलबाट 5 किलोमिटर भनेको थियो, तर 15 किलोमिटर चाहिँ यो कम्तीमा होला। झन्डै 45 मिनट नि हाम्रो कटिसकेको छ र बाटो चाहिँ तलबाट साह्रै खत्तम रहेछ। केही पनि सुधारको प्रयास भएको र हामीले पाएनौँ। लगभग धेरै अगाडि जस्तो बाटो रहेछ त्यस्तै नै रहेछ। यहाँ बाइक चलाउन नि हामीलाई धेरै कठिनाइ भयो र अब हामी पार्किङको क्षेत्र पुग्न आँटिरहेका छौँ। अब धेरै समय छैन, तर यता चाहिँ हाम्रो लालीगुराँस सहित यता चाहिँ अलिकति पानी पर्ला जस्तो पनि भएको थियो, तर पानी पर्नुभन्दा पनि यहाँ चाहिँ अलिकति हुस्सु कुहिरो लागेको हो, किनकि त्यहीँनेरि उतापट्टि फेरि हाम्रो घाम लागिरहेको छ पल्लो डाँडामा। हेरौँ अब कस्तो हुनेछ हाम्रो यात्रा। चाहिँ हामी यो कालेश्वर महादेवको पार्किङ आयौँ। यहाँ चाहिँ हुस्सुले पुरै ढाकेर रहेछ, मान्छे पनि देख्न सकिन्छ। ताती नै मान्छेको छ, यहाँ एउटा बस्दै आएको रहेछ रिजर्भ गरेर। यहाँनिर माथि अब हुस्सु लागेको छ, केही थाहा छैन, पत्तो छैन। यहाँनिर महादेवको सिँढीहरूबाट माथि चढ्दैछौँ। यो चाहिँ हामी तलतिर बस पार्कबाट चाहिँ हामी करिब 10 मिनट जति हिँड्यौँ। अझै यहाँबाट 15-20 मिनट लाग्छ माथि पुग्न। माथि कालेश्वर महादेव सायद यही डाँडाको टुप्पोमा पर्नुपर्ने हो, तर नि ठिकै छ। बाटो चाहिँ यस्तै छ, पक्की सिँढी बनाउनु पर्ने ठाउँमा ढुङ्गाको सिँढी बनाइएको रहेछ। यसलाई चाहिँ पक्की अनि रेलिङ पनि भएको यहाँ सुरक्षित चाहिँ मैले देखिनँ, त्यही भएर रेलिङ भएको सिँढी चाहियो जस्तो चाहिँ मलाई लाग्छ यहाँ। तर नि आजको यात्रा एकदमै रमणीय भएको हामीले थाहा पाइरहेछौँ र यहाँबाट घाम पनि आयो। अहिले चाहिँ पुरै अहिले उहिलेले छोपेको, अहिले पुरै घाम आयो। ल अब हामी माथि कालेश्वर पुगेर तपाईँहरूलाई देखाउनेछौँ त्यहाँको दृश्य। जय शम्भो। र यहाँ चाहिँ हामी गुफा जस्तो देख्न सक्छौँ, खै केले बनाएर रहेछ यहाँ चाहिँ ओडार जस्तो। र योदेखि माथि चाहिँ अब 10-12 पाइलामा हामी अब कालेश्वर महादेव पुग्नेछौँ। यो तल कुहिरो बाहेक केही छैन, हेर्न सक्नुहुन्छ। कुहिरो चाहिँ बाहेक केही पनि छैन, केही देखिन्छ। अहिले एकछिनको लागि घाम आएको थियो, त्यो पनि गयो। यहाँ नि हाम्रो अब चाहिँ यो कालेश्वर महादेव आइपुग्यौँ हामी। जय होस्। आइपुग्यौँ हामी कालेश्वर महादेव। देख्न सक्नुहुन्छ कालेश्वर महादेव रहेको छ। देवादिदेव महादेव তুমি বিশ্বনাথ, তুমি শিব শঙ্কর, তুমি ভোলানাথ। দেবাদিদেব মহাদেব তুমি বিশ্বনাথ, তুমি শিব শঙ্কর, তুমি ভোলানাথ। সবই চলে তোমারি ইশারায়। अरू भिडियो यस च्यानलमा हेरिदिनको लागि सब्सक्राइब गर्न चाहिँ नबिर्सिनुहोला। आजको लागि नमस्ते।